यो चाहिँ हाम्रो फर्स्ट भिडियो युट्युबमा हैन अब सुरुवात गरौँ। यो चाहिँ हाम्रो कोदो भयो हैन अनि यो चाहिँ धान टक्क अब केही समयपछि काट्ने बेला पनि भइसकेको छ। त्यो हो नि त मौसम भनेको हैन दशैंमा गाउँघरमा अस्ति पुरै पानी परेर अनि गाउँघरमा चाहिँ के हुन्छ भन्दाखेरि दशैं लाग्दाखेरि चाहिँ त्यो हामी हेलिकप्टर किरो भन्छौँ नि सानामा त्यो पुच्छरमा धागो बाँधेर त्यो किरो चाहिँ यही हो क्या टक्क अहिले उडिरहेछ हैन उता त्यो किराहरू उडिरहेछन् यही किरो हो क्या। सानामा चाहिँ हामी के गर्थ्यौँ भने यसको पुच्छर बाँधेर अनि पुच्छरमा चाहिँ धागो लगाइदिन्थ्यो अनि ल उड उड भनेर उडाउँथ्यो त्यसलाई चाहिँ हामी हेलिकप्टर किरो भन्थ्यौँ क्या। अनि दशैं आउँदाखेरि त्यो पनि भएन भने अलिक रमाइलो पनि हुँदैन। यो चाहिँ 12 महिना फुल्छ है गाइस फुल। यो चाहिँ के फुल भन्छ एक्ज्याक्ट थाहा भएन। हामी चाहिँ सानामा यसको रस पनि चुसेर खान्थ्यौँ क्या। कसरी भन्दाखेरि सर्लको यसलाई यसो गर्ने अनि यो चाहिँ यसको रस पनि राम्रो हुन्छ क्या। सानामा हामीले चाहिँ यो धेरै खान्थ्यौँ होइन। यसमा चाहिँ मैले ल्याउँदै गरेको भिडियो थियो होइन त्यो चाहिँ डिलिट भएछ। टक्क लाएर स्टोला पनि ल्याइसक्यो। अब चाहिँ हामी लुडी भन्छ यसलाई चाहिँ होइन गोबर पनि भयो लुडी पनि भन्छ। अनि यो चाहिँ मल हो क्या खासमा गाउँहरूको अर्ग्यानिक मल भन्छ यसलाई चाहिँ मल भन्छ। अनि यो चाहिँ अब हामीले यसलाई सर्लको सफा गर्ने फाल्ने अनि यो चाहिँ लगभग महिना दिनमा एकचोटि गरिरहेको हुन्छ। अनि त्यो जब यो सफा गरिसके पछाडि अघि ल्याएको सेउला त्यो चिलाउनेको सेउला हुन्छ त्यो चाहिँ हालिदिनुपर्छ क्या। र मलाई चाहिँ पहिल्यैदेखि यस्तो कामहरू गर्न होइन रहर चाहिँ लाग्थ्यो क्या। सानैदेखि यस्तो काम चाहिँ म गरि पनि रहन्थेँ अझै पनि म गर्छु क्या। मलाई चाहिँ यस्तो काम गर्न रमाइलो लाग्छ क्या। कस्तो फेरि रुवा लगाएर यही बेला त्यति बोल्न पनि भएको छैन क्या। रुवा पनि लागिरहेछ ऊ पनि भइरहेछ तर घाम लागिरहेछ मस्त होइन। यो चाहिँ सेउला है गाई सेउला काटिसक्यो होइन। अब चाहिँ यो चाहिँ मजाले हालिन्छ गाई बस्तुलाई। गोबर सोरेर हामीले सेउला ल्याएर यसलाई काटकुट पनि गरिसक्यौँ होइन। अब यसलाई चाहिँ ओछ्याउने क्या। वस्तु चाहिँ धेरै छैन 2टा मात्रै हो एउटा गाई एउटा भुइँसी भयो। यो गाई चाहिँ केही समयपछि बेचिँदैछ बढी 8-9 दिन होला 8-9 दिनपछि बेचिन्छ यसलाई चाहिँ। टक्क लाएर यसरी ओछ्याए पछाडि चाहिँ यो पछि मल हुन्छ क्या। अब हेर्नु यो यस्तो यस्तो राम्रोसँग हुन्छ कि यहाँ अब सुत्न मिल्ने लायकको पनि हुन्छ क्या त्यति सफा हुन्छ क्या यो। ओके अब यति सफा भयो कि यो टक्क लाएर सुते पनि भयो क्या टक्क गाईसँग। गाईसँग सुते पनि भयो क्या यति सफा भइसक्यो। भुइँसी पनि बसिसक्यो क्या टक्क लाएर। यस्तो हो नि त गाउँले जीवन भनेर छुट्टै रमाइलो छ क्या। भुइँसीलाई अब चाहिँ आनन्द लाग्यो क्या भने बस्छु भन्यो टक्क लाएर बस्यो क्या। रात पनि पर्यो अब यत्रो काटिसक्यो बल्ल 2 भारी भयो। भाइले 1 भारी लग्यो मैले 1 भारी गाइस। अब चाहिँ यो लिएर जाने त्यहाँबाट वस्तुलाई हाल्ने त्यस पछाडि टक्क आउने त्यतिखेर नै कस्तो टल्किया देखिन्छ क्या आँखा टक्क यसको गाई गई आँखा कति राम्रो देखिन्छ भने। सर्लक्क यो घाँस लगाएर हालिदिने त्यस पछाडि म पनि बिदा हुन्छु। ओके बाबा गाइज आजको लागि भिडियो यति नै। फेरि भोलि भेटौँला नयाँ कन्टेन्ट नयाँ भिडियोको साथ। नाइटको ढाका टोपी कस्तो देखिया छ प्लिज कमेन्ट गर्नुहोस्। ओके बाबा गाइज।